हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल। आई होप हजुर सन्चै रहनु होला। अहिले म जाँदैछु साथीको घर। दिन कति बज्यो अहिले अनि 1 बज्न लागिसक्यो। अहिले यहाँनिर घाम आयो यार, यो सूर्यबाट अहिले यस्तो ठ्याक्क भिडियो स्टार्ट गर्न आयो। यहाँनिर यस्तो लाग्यो ठ्याक्क अहिले घाम आयो। अनि अहिले म जाँदैछु साथीको घर। यस्तो घरमा चाहिँ झ्याउ लाग्न लाग्यो। सब टेन्सन छ हो जिन्दगीमा। न यता गरे सुख होइन, न उता गरे सुख होइन। तर यहाँनिर दोकान छ, ललिपप किन्नु पऱ्यो, खाँदै जानु पऱ्यो। अब आन्टी सान्टी खान पाइँदैन, त्यही हो। ललिपप किन्दा अनि खाँदा अगाडि जाँदा हिँडी एक्लै जानुपर्ने आज साइड। हामीले ललिपप किनिसकेको छ। अब एक्लै जानु झ्याउ लाग्न आयो, कहीँ जाने पनि मन छैन। घुमेको यसै यताउता लुते असर घुम्नु पऱ्यो। अब केही काम छैन, त्यही हो। साथीको घर पुगिसकेको छ। अब भेट्ने न साथीको घर गएँ न कहीँ गएँ। अब आफ्नै गल्ली आइगयो, आफ्नै घर। अनि क्या सोच्यो कि अहिले घाम लागेको छ, अब घरसर धुनु पऱ्यो। त्यही हो, घरसर जानु झ्याउ लाग्न आयो। घर बस्दा पनि झ्याउ लाग्यो। एक्लै क्या बोलु म एउटा चिज देखाउँ गाई छ हजुरहरूलाई। मेरो दिदीले कति फुल लगाएको छन् अनि रोप्न। यहाँदेखि यो नालीमा त्यो मेरा घरसँग पुरै फुल, अनि यम्मा नि फुल। ए पाण्डु यहाँ ल ल मेरो कुकुर आयो। म अम्बा फुल, अझै एम्बा फुल, अझै एम्बा फुल, अझै एम्बा फुल। कहाँ एम्बा फुल जान। त्यही भएर म आइसकेँ हर्सर धोएर। अनि आज आइ भइसक्यो खतरा पारेर। अनि मेरो घर यहाँ मुला सुगान छतमा मस्तले। अब घाम ताप्नु पऱ्यो आधा घन्टा 1 घन्टा। अनि त्यसपछि मस्तले अहिले जानुपर्छ यस्तो यताउता घुम्न। अघि नै जाउला सोचेँ, अनि अझ क्या सोचेँ घाम लाग्यो नुहाउनु पऱ्यो सोचेँ। अनि त्यही भएर अब यो बाल सुक्न दिनुपर्छ। अनि ट्याक्क अहिले पारेर अनि सानोतिर घुम्न जानुपर्छ। अहिले यताउता कहीँ जानुपर्छ। अनि त्यही हो, घाम यस्तो आज बिहानतिर मेघ जस्तो हुन लाग्यो जाडोले। अहिले नप यस्तो भयो मौसम। अनि बाल अड्किदिनु पऱ्यो। अनि ट्याक्कै पारेर बाल अड्केपछि हजुरलाई हामी भेट्ने छौँ मतलब त्यही हो। अहिले पछि भेट्नुपर्छ हजुरसँग। नाइ अहिले कहीँ गएपछि भेट्नुपर्छ गाइज। यहाँ हेर्नु सक्नुहुन्छ, यहाँ फुटबल म्याच चल्न। मलाई यहाँ गोलकिपर लगाएर मैले पोस्ट यहाँदेखि यहाँ सारिदिएको छु। यो पोस्ट ए आयो ल गोलकिपर ल भाइ पोस्ट ठिकैको छ। यो ज्यादा ठुलो हो कि हेर्न सक्नुहुन्छ हाम्रा गोलकिपर वीरेन्द्र लाल। खोइ हाम्रो त कामै थियो। कपिराइट लाग्छ। अनि गाई यहाँ बल उता खोलाउँदो गिरिसकेर। अनि बल यहाँ निकाल्न लागि यसो गर्न हामीले यहाँ गोल। अब आज घाम तनाव चाहिँ यहाँ उता ढुङ्गामा लाग्यो यस्तो खतरा पास्थ्यो नि गाइज। मैले अन गोल चाहिँ बबाल गयो कसरी खोइ यस डाइभ अन्त खोइ कस्तो गोली हो दर्जन। अनि त खेलेर ठिक गोलकिपरलाई हुन्छ ठग लाइफ देखाइदिएको ए भाइ। यो भोसडी बल चाहिँ त्यहाँ गयो गाइज।
मलाई पेनाल्टी मेरो गएको ह्यान्ड त ह्यान्ड बना मजाकले गर्यो ल ल ल सो गाइज अनि अब हामी घर जान्छौँ यहाँ फुटबल खेलेर अनि बल आइसकेको छ अब बल स्टार्ट भयो अनि आजको ब्लग यति नै थ्याङ्क यू फर वाचिङ बाई बाई